चम्पा होइ चम्पा चम्पा खबराउने आया होइ चम्पा होइ चम्पा चम्पा खबराउने आया होइ चम्पा खेलौला देउडा चैताली मिला शोभा पैताली खेलौला देउडा चैताली मिलाइते शोभा पैताली खेलौला देउडा चैताली मिलाइते शोभा पैताली खेलौला देउडा चैताली मिलाइते शोभा पैताली मिलाइते शोभा पैताली मिलाइते शोभा पैताली थ्याङ्क यू गङ्गा माता गङ्गा कस्तो राम्रो छ तिमीले गाए तिमीलाई चाहिँ त्यो हुर्र गर्ने एकजना मान्छे चाहिने रहेछ कि होइन मुख सुकेर मुख सुकेर? हजुर मुख सुकेर हाँसो लाग्छ होइन त्यो गर्न नसकेको बनावटी केही छैन बहिनीलाई हाँसो लाग्यो भने हाँस्दिने गीतकै बिचमा पनि हाँस्दिने होइन एउटा कुरो चाहिँ ढाँट्यो उसले मुख सुकेर फुर्र गर्न नसके भनेर चाहिँ ढाँट्यो मुख सुकेर होइन कि त्यो हाँसो लागेर हो कि उसलाई तर अनेस्टली भन्नु पर्दाखेरि तपाईँले सुरुमा जतिखेर स्टार्ट गर्नुभयो नि त्यतिखेर के हो जस्तो लागिरहेको थियो तपाईँ अलिकति दबिरहनु भएको थियो खुल्नु भएको थिएन तपाईँको पहिलो अन्तरासम्म पनि तपाईँमा अलिकति धक लागिरहेको थियो कि दोस्रो अन्तरमा तपाईँले यति मिठो गाउनु भयो नि त्यसपछि तपाईँको त्यो लचकता त्यसलाई हामी स्वर पल्टाउने भन्छौँ कि लोकगीतमा चाहिँ होइन पल्टाउने भन्छ त्यो पनि यति राम्रो गर्नुभयो यति मिठो गर्नुभयो गङ्गा त कलकल कलकल हो त्यसपछि हो एकदम मजा आयो एकदम मजा आयो तपाईँ यसै गरी नै गाउनुपर्छ यस्तै गीत गाउनुपर्छ यसै गरी नै गाउनुपर्छ जस्तो लाग्यो है मलाई है तपाईँलाई एउटा गीत म रिक्वेस्ट गरौँ दाँते तिम्रो झारिदिउला भन्ने गीत आउँछ ल सुनौ त एकचोटि